देवीस वाले यही हो त्यहाँ पानीको झर्ना छ कुत्ता छ नि पानी पुत्ताउँदो रहेछ यार के भन्छ लाई इभपोरेसन के भन्छ रे मलाई थाहा छैन है किरा कुरा मलाई थाहा छैन यतातिर पुरै पानी पुरै झर्ना छ एकपल्ट हेरौँ है त कत्रो छ यस्तो देखिन्छ यस्तो यहाँ नि खतरा पानीको बाप त्यहाँ फालेको पानीको बाप यहाँ आइरहेको छ कि यस्तो खतरा छ क्या यहाँ पुरै धुवा जस्तो निस्केको पानीको बाफ हुन्छ नि उता र अघि देखाएको ठाउँमा खसेको तर यहाँ निस्केको छ यस्तरी यस्तो खतरा ठाउँ छ हामीले चाहिँ यतातिर साइडको यहाँ तल अघि त्यहाँ तलदेखि फोटो खिचेको भिडियो खिचेको त्यहाँतिर यो चाहिँ यहाँ माथिबाट देखिने भ्यू हो यहाँदेखि अब चाहिँ हामी चाहिँ लाग्छौँ हेर्छौँ नि हेर्छौँ अब लाग्छौँ अब चाहिँ अन्नपूर्ण हिमाल हो यताको यो चाहिँ अन्नपूर्ण हिमाल यतातिरको यो चाहिँ दृश्य अवलोकन गर्दा हामी चाहिँ यो चाहिँ नजिकै देखिरहेको छौँ घामचोकमा गएर है अब चाहिँ हामी यहाँदेखि लाग्छौँ निस्किन्छौँ के सोल्टी सोल्टी भाषा यता निस्किन्छ यता इन्टी मात्र चाहिँ तर निस्किन्छ यता साइडबाट चाहिँ अन्नपूर्ण हिमाल हो यताको यो चाहिँ अन्नपूर्ण हिमाल यतातिरको यो चाहिँ दृश्य अवलोकन गर्दा हामी चाहिँ यो चाहिँ नजिकै देखिरहेको छौँ घामचोकमा गएर है अब चाहिँ हामी यहाँदेखि लाग्छौँ निस्किन्छौँ के सोल्टी सोल्टी भाषा यता निस्किन्छ यता इन्टी मात्र चाहिँ तर निस्किन्छ यता साइडबाट ल अब डेभिस खोललाई बाई बाई गर्ने बेला भइसक्यो होइन सोल्टी आजकल डेभिस फेल हेऱ्यौ कस्तो लाग्यो तिमीलाई डेभिस फल हो यस सर राम्रो लाग्यो अब जहिले फोटोमा हेरेर आउँछ नि त यस्तो यस्तो भनेर आफैले हेऱ्यो भने थाहा हुन्छ नि त कस्तो छ भन्ने अब फास्ट लाइन मन परेछ हामी चाहिँ अब डेभिस फल हेरेर सक्यो अब चाहिँ लाग्दैछौँ हामी अब घान्डुकतिर यसो अलिअलि सपिङ गरिन्छ त्यता बाटोमा सपिङ गरेर चाहिँ घान्डुकतिर लाग्छौँ पेट्रोल हालिसक्यो अब घान्डुकतिर लागौँ होइन र भास्कर हामी चाहिँ अहिले जाँदैछौँ घान्द्रुक हामी चाहिँ त्यो नयाँ पुलदेखि तल आइसक्यो बागलुङ जाने बाटो भन्दा हल्का अगाडिदेखि नयाँ पुल भनिन्छ त्यहाँ ठाउँ त्यहाँदेखि चाहिँ तल झर्नु पर्दो रहेछ झरेर चाहिँ अहिले जाँदैछौँ हामी अब घान्द्रुकतिर हल्का माथि गयो भने चाहिँ 9-10 किलोमिटर चाहिँ अफरोड छ अरे यहाँसम्म चाहिँ पिजै छ भनौँ हल्का कतै कतै बाटो बिग्रिएको छ त त्यही पनि पिजै छ हेरौँ कस्तो छ अगाडिको बाटो अगाडिको बाटो राम्रै छ होला अब हामी हाइटमा जाने त होला हेर हाइटबाट हेर्नु त आमामा पानी त यहाँ त गहिरो रहेछ त एउटा नि नल्यो है
उठा 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 यहाँ लड्क्यो कि मुला यहाँ चिप्लो रहेछ उठाल त लास्ट लड्किन्छ रहेछ यार लड्किन्छ है लड्किन्छ पुरै लड्किन्छ यार यता तिमीलाई लाग्यो चोट बाहिर के लाग्यो होइन केटाहरू मतलब छैन क्यामेरामा ठ्याक्क लाग्यो उठाउन के भयो उठाउन सकिएन होइन के अरे त्यहाँ चिप्लो भयो मुला अब चाहिँ हामी घान्द्रुक पुग्नको लागि 14 किलोमिटर बाँकी छ पानी हाली तर सुनाना नसक्ने गाडी उल्लिएको हुन्छ पानी गहिरो भए पनि केही हुन्न के चम्रुङ भन्ने ठाउँ चाहिँ यस्तो दामी ठाउँ छ है चिन्छ नि है ऊ त्यही त देखिनु हामीले होइन र ए अफ रोड आयो अफ पनि ढुङ्गावाला रहेछ कि फेरि अनि यो बाटोमा त अझै 10-15 किलोमिटर भयो त स्योर 1 घन्टा लाग्यो होला ल अब चिया खान्छौँ हामीले एकछिन चाहिँ त्यस्तो लगाएर जानलाई चाहिँ पुरै अफरोड स्टार्ट भइसक्यो हाम्रो खतरनाक अफरोड रहेछ बाटो त हामी ढिलो गरेर केटा फेरि के भयो भन्ने हालौँ खतरनाक अफरोड छ है कि भाषा चलाउँछ भन्दा ल चलाउँछ त्यो खतरा छ है बाटो त डेन्जर यस्तो बाटो छ अनि 1 घन्टा नलाग्ला त होइन के चुँदै गएछ होला बिच बाटोमा के चुँदै गएछ बिच बाटोमा हेर न के हुन्छ चाहिँ मोबिल सब चोयो कहाँ छ त ए घान्द्रुक कति मिटर छ हेर त अब आइयो कि के हो धेरै नै यहाँ जस्तो लाग्यो त बड्डा मैले भने अब यस्तो बाटो लाउने के थाहा त हो र तिमी नहल्ने केही हुन्न के एक यस्तो ठाउँमा त ट्याक्क अड्डेर बस्न सक्नुपर्छ क्या बाइकलाई हल्लाइ नहल्लिनु नि के भयो के भयो र बाइक चाहिँ यहीँ पार्किङ गर्नु पर्दो रहेछ